सम्मान्य सभामुख महोदय, आज हामी केही दिन अगाडि सम्मान्य राष्ट्रपति महोदयले यो संघीय संसदको संयुक्त बैठकलाई नेपाल सरकारको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्ष 82-83 को जो यहाँ प्रस्तुत गर्नुभयो त्यसमाथिको छलफलमा भाग लिन म यहाँ उपस्थित भएको छु। त्योभन्दा अगाडि केही दिन अगाडि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश रेशम चौधरीजीको गिरफ्तारीका सन्दर्भमा र त्यसपछि उत्पन्न केही अन्योलका सन्दर्भमा संसदमा पनि कुरा उठिरहेको छ र यो पक्कै पनि एउटा दुःखद घटना हो र यस्तो हुनुहुन्थेन भन्ने कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु र त्यस घटनाले रेशम चौधरीजीलाई व्यक्तिगत रूपमा र उहाँको पार्टीलाई पार्टीगत रूपमा जुन चोट पुगेको छ त्यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। साथै केही दिन अगाडि भारतको एक विश्वविद्यालयमा नेपाली छात्राको शङ्कास्पद मृत्यु भएको घटना निकै दुःखदायी घटना छ। सोही विश्वविद्यालयमा केही महिना अगाडि त्यस्तै घटना घटेको थियो नेपाली विद्यार्थीको। म आज सम्मान्य सभामुख महोदय मार्फत नेपाली विद्यार्थीहरू जो भारतदेखि अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान विभिन्न ठाउँमा अध्ययन गर्नको निम्ति जानुहुन्छ, उहाँहरूको अवस्था चिन्ताजनक कतिपयको हुन्छ व्यक्तिगत रूपमा। ती विद्यार्थीहरूको मानसिक र अन्य स्थितिलाई ध्यान दिँदै नेपाली विद्यार्थीहरूलाई पर्ने पीडमार्काप्रति सरकारको सहयोग होस् भन्नका लागि सम्बन्धित देशमा रहनुभएका हाम्रा कूटनैतिक नियोगहरूलाई उचित ढङ्गले परिचालन गर्न पनि म सम्मान्य सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्दछु। हिजो मात्रै यो गरिमामय संसदमा नीति कार्यक्रममाथिको छलफलको क्रममा विपक्षी दलका नेता पूर्व प्रधानमन्त्रीज्यूले 38 मिनट लामो आफ्नो वक्तव्यमा थुप्रै कुराहरू उठाउनु भएको छ। त्यसको समग्र कुराको त सरकारको तर्फबाट जवाफ आउला नै, प्रधानमन्त्रीज्यूले जवाफ दिने बेलामा। तर केही एक दुईवटा विषय म यहाँ सान्दर्भिक भएकोले उठाउन चाहन्छु। पहिलो कुरा, यो विगतका कतिपय बेलामा नीति कार्यक्रम र बजेटको प्राथमिकता र सिद्धान्तमाथिको छलफलको सेड्युल मिलेको थिएन। बजेटको सिद्धान्त र प्राथमिकतामाथि पहिले छलफल गर्ने अनि नीति कार्यक्रम प्रस्तुत गर्ने, यो चाहिँ खुट्टाले टेक्नुपर्ने टाउकाले टेकेको अवस्था थियो। यसपटक सरकारले यसलाई सुल्ट्याएको छ। टाउकाले टेकेकोलाई खुट्टाले टेकाइदिएको छ। नीति कार्यक्रम पहिले आएको छ, यसमा हामी छलफल गर्छौँ, संसदका सुझावहरू सरकारले सुन्छ, त्यसअनुसार बजेटमा सम्बोधन गर्नुपर्ने विषयहरू सम्बोधन हुन्छन्। यो नै मेरो विचारमा सुल्टो बाटो हो भनेर म भन्न चाहन्छु। त्यस्तै विपक्षी दलको नेताले पटक पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया। मलाई के लाग्छ भने उहाँलाई मेरो यति मात्रै भनाइ छ, सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने मूर्खता नहोस्। मेरो भनाइ उहाँलाई यति मात्रै छ। धारा 76(2) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा 76(2) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने, यो कुन संविधानको व्याख्या उहाँले गर्नुभयो? मलाई बडा अचम्म लागेको छ। होला सरकारबाट हट्नु परेका केही असन्तुष्टि होलान्, केही छटपटी होलान्, त्यसप्रति त हाम्रो सहानुभूति छ। त्योभन्दा बाहेक हामीले के भन्न सक्छौँ र? अनि यो झापामा एउटा बिजनेस टावर बनेको छ, सबैले गीत गाइरहनु भएको छ। संसदमा पनि बडा मिठो गीत आउँछ यसको, पानी जहाजको। हिजो पनि पूर्व प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भयो। मैले यसो विगतका बजेटहरूको विनियोजन हेरेँ। उहाँहरूको पालामा देशभरि 76-77वटा जिल्लामा घुमेको छु। चाहे त्यो लिबाङ भन्दा माथिको सातो बाटो होस्,
अथवा कालीकोटको माथि डाँडामा होस् भ्यू टावर खडा भएको छ, कसले बनायो भनेर सोधेको माओवादीले। बाटै पछि 2-4 किलोमिटरमा शहीद गेट छन्, फलानु ब्रिगेड कमान्डरको स्मृतिमा, फलानुको स्मृतिमा, उहाँहरूप्रति मेरो सम्मान छ। त यी आयोजनाहरूले के प्रतिफल दिइरहेका छ? ठाउँ ठाउँमा बनाएका शहीद गेटहरूले के दियो? त्यसमा किन पैसा खर्च गर्यो? दमकमा एउटा बनेको छ, त्यसले झापा मरङ सुनसरीको जनसङ्ख्या आज हेर्ने भने झन्डै 30 लाख बढी जनसङ्ख्या छ। सिलगढी नजिकै छ, पानी ट्याङ्की नजिकै छ, इन्डियासँग हामी नजिकको सिमानामा त्यहाँ छौँ। राम्रोसितले चलाउने हो भने त्यो बिजनेस कम्प्लेक्स नचल्ने कुरा छैन, त्यो एउटा सान पनि हो। अब आइन्दा त्यस्तो बनाउने कि नबनाउने त्यसमा हामीले छलफल गर्न सक्छौँ, तर त्यो एउटा ठुलै अपराध गरे जस्तो गीत गाउनु पर्ने अवस्था होइन। फजुल खर्चहरू विगतमा कति भएका छन्, कसरी सरकारी रकमको दोहन भएको छ। 65 सालमा पहिलो पटक माओवादीको सरकार बन्दा स्वरोजगार कोष, युवा स्वरोजगार कोषबाट कति सहकारीले बिना धितो बिना प्रोजेक्ट पैसा लगे, त्यो पैसा डुबेको डुबै छ, त्यसको हिसाब किताब कहाँ छ? महालेखाले उठाएको उठाइ छ। त्यसकारणले एकपटक आफूतिर पनि फर्किनको निम्ति म अनुरोध गर्न चाहन्छु। केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको एउटा अविशिष्ट अधिकार पनि हो, कर्मचारी सरकारको मातहत हुन्छ, त्यसमा समीक्षा गर्न सकिन्छ। तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु, तपाईले त प्रधान सेनापति नै हटाउनु भएको थियो त। एकपल्ट सम्झिनु त, प्रधान सेनापतिलाई कसरी हटाउनु हो? एकपल्ट सम्झिनु त, अस्तिकै कार्यकालमा काम गरेको मुख्य सचिवलाई हटाउनु भयो, तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो, अनि अर्को को मुख्य सचिव ल्याउनु थियो तपाईले। यस्ता त गर्नुभयो त तपाईले। अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता, तपाईको मुटुमै गोली लागे जस्तो किन भएको छ? यो त मुटुमै गोली लागे जस्तो भइरहेको छ के उहाँलाई। एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो। प्रधान सेनापति हटाए जस्तो कुरा त होइन, मुख्य सचिवलाई जगडामा लगेर राखे जस्तो कुरा त होइन त्यो। यस्ता खालका व्यथितिहरू आफ्नो पालामा पर्याप्त भएका छन्, एकपल्ट सम्झिनु होला। शिक्षकहरू फेरि सडकमा आउनेछन्, विपक्षी दलको नेताको चेतावनी छ। शिक्षकहरूलाई सडक नछोड, म छु भन्नुभयो। जुन सम्झौता शिक्षक महासङ्घ र सरकारको बिचमा भयो, त्यो 10 दिन अगाडि हुन्थ्यो, 10-15 दिन अगाडि हुन्थ्यो। उहाँहरू जस्ता नेताहरूले उक्साहटले होला शिक्षक साथीहरू पनि बस्नुभयो, आखिर त्यही सम्झौता त बन्यो। त्यसैले शिक्षकहरूलाई उक्साउने, कर्मचारीलाई उक्साउने, सुरक्षा निकायमा उत्पात मचाउन खोज्ने, यो चाहिँ आजको संसदीय व्यवस्थाको विपक्षी दलको क्यारेक्टर होइन, हिजोको विद्रोहीको क्यारेक्टर हो भने त्यसलाई मान्न सकिन्छ। तर आजको संसदीय व्यवस्थामा विपक्षीको यो खालको चरित्र हुन्छ भन्ने मलाई लाग्दैन। त्यसकारणले सभामुख महोदय, यी कुराहरूलाई पनि सन्दर्भवश मैले यहाँ उठाएको हुँ। उहाँलाई कुनै जवाफ दिने मैले त्यस्तो ठुलो धृष्टता गरे होइन, सम्झाउन मात्रै खोजे हो। कसरी शासन चलाइएको थियो, प्रशासन चलाइएको थियो, त्यो कुरा एकपल्ट सम्झ्यौँ भनेर भनेको हो। सभामुख महोदय, यो 56 पेजको 155वटा बुदामा समेटिएको नीति तथा कार्यक्रम, यसपटक नेपाल सरकारले प्याराडाइम सिफ्ट गर्न खोजेको छ। परम्परागत नीति तथा कार्यक्रममा केही हस्तक्षेप गरेको छ, भए जति लेख्ने, कार्यान्वयन केही नगर्ने। यो कुराबाट सरकार अब मुक्त हुनुपर्छ। हाम्रो अर्थतन्त्रको साइज के छ, हाम्रो अवस्था के छ, हामी के गर्न सक्छौँ, त्यो कुरालाई कन्फाइन गरेका छ यसपटकको नीति तथा कार्यक्रमले। त्यसकारणले विगतमा 100 पेजका पनि प्रस्तुत भए, अघिल्लो पटक 81 पेजको प्रस्तुत भएको रहेछ, त्योभन्दा अगाडि 70 पेजको प्रस्तुत भएको रहेछ, यसपटक 56 पेजको। यसो हेर्दा अझै लामो जस्तो पनि लाग्छ कतिपय कुराहरू
एक आपसमा बाजिएका दोहोरिएका पनि देखिन्छन्, अझै घटाउन पनि सकिन्छ। तर मुख्य कुरा कुन साइजमा छ भन्दा पनि यसले प्राथमिकताहरूलाई निश्चित गर्यो कि गरेन, यसले जहाँ फोकस गर्नुपर्ने हो त्यहाँ फोकस भयो कि भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। र यसपटक नीति तथा कार्यक्रमले मूलतः यसका केही सैद्धान्तिक आधारहरू चाहिँ नीति तथा कार्यक्रमका छन्, जुन कुरा हामीले बुझ्नु पर्दछ। यो नीति तथा कार्यक्रम कुन बेसमा आयो? पहिलो कुरा त नेपालको संविधानलाई यसले नेपालको संविधान अनुसार यो आएको छ। दोस्रो कुरा यसले नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्तहरूलाई आत्मसात गरेको छ। नेपाली कांग्रेस र नेकपा एमाले बीचमा सरकार बनाउने सहमति हुँदाका 7 बुँदे सहमतिहरू, त्यसपछि सत्तारूढ दलहरूका बीचको न्यूनतम साझा कार्यक्रम, 16औं पञ्चवर्षीय योजनाकै लक्ष्यहरू, संयुक्त सरकारको एउटा संस्कृति, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य र संसदका समितिहरूले सरकारलाई बेला बखत दिएका निर्देशनहरूका जगमा यो नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। र यसले मूलभूत रूपमा दुईटा ठुला दल सहित अन्य दलहरू पनि सामेल भएको यो सरकार, जसको एउटा इतिहासको लिगेसी बोकेको छ नेकपा एमाले अथवा नेपाली कांग्रेसले 7 सालको प्रजातान्त्रिक आन्दोलनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधान बनाउने र संविधानको दिशामा मुलुकलाई अगाडि बढाउने, संविधानको सर्वोच्चतालाई अगाडि बढाउने र लोकतान्त्रिक संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्ने र आजका विश्वव्यापी मानव जातिले प्राप्त गरेका उपलब्धिहरू, चाहे त्यो मानवाधिकार, प्रेस स्वतन्त्रता, वैयक्तिक स्वतन्त्रता जस्ता मूल्य मान्यताहरूलाई नेपाली समाजमा स्थापित गर्ने उद्देश्यले अनि सरकारको तर्फबाट छिटो छरितो प्रशासनलाई अगाडि बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासनलाई अगाडि बढाउने र छिटोभन्दा छिटो जनताको बीचमा देखिएका आक्रोश र समस्याहरूको सम्बोधन गर्दै आम जनता र राज्यको बीचको जुन ग्याप छ त्यसलाई कम गर्ने, यी उद्देश्यले यी दुईटा ठुला पार्टी सहित संसदका अन्य दलहरू समेत मिलेर यो सरकार बनेको छ। र यो सरकारले मूलतः यो नीति तथा कार्यक्रमले मूलतः यिनै विषयहरूलाई समेटेको छ र ती विषयहरूलाई आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ सभामुख महोदय। यसले केही महत्त्वपूर्ण विषयहरू, खास गरिकन अब योजनाहरूको प्राथमिकीकरण हुनु पर्यो। हिजो बजेट पेश गर्दा 18,000 योजना पुगे, 7,000 8,000बाट झन्डै 10,000 अतिरिक्त थपियो। आज त्यसको अवस्था के छ? त्यसमा स्रोतहरू सुनिश्चित छ कि छैन? कागजमा लेखियो, केही समयको निम्ति पपुलर भइयो, तर त्यो जब कार्यान्वयन हुँदैन त्यसपछि सरकारप्रति एउटा वितृष्णा पैदा गरेछ। त्यसकारणले यो नीति तथा कार्यक्रमले अब आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, केमा हामी अब जाने, त्यसको पनि दुईटा चरण यसले अगाडि बढाएको छ भनेको छ। एउटा यही आर्थिक वर्षमा, आउने आर्थिक वर्षमा सकिने कम्प्लिट गर्ने, अर्को यो संसदको अवधिसम्म भनेको 84 को मङ्सिरसम्म हामी दुई पार्टीको सरकार रहन्छ। त्यसो हुँदा आउने 84 को मङ्सिरसम्म अर्को चुनाव नहुँदासम्म सकिने, यो संसदको अवधि हेर्दासम्म सकिने, यसलाई दुई भाग बनाएर आयोजनाहरू पुनः प्राथमिकीकरण गर्ने भनिएको छ, जुन बजेटमा त्यसले समेट्छ भन्ने मलाई लाग्छ। एकीकृत योजना ब्याङ्क आजको आवश्यकता हो। पालिकाले आफ्नै ढङ्गले गरेको छ, स्थानीय तहले, सङ्घले आफ्नै ढङ्गले गरेको छ, प्रदेशले आफ्नै ढङ्गले गरेको छ, त्यसको बिचमा तारतम्यताहरू छैनन्। त्यसकारण यसलाई तारतम्यता बनाउन एकीकृत परियोजना ब्याङ्कको कुरा पनि अगाडि बढाइएको छ। यसको अर्को महत्त्वपूर्ण कुरा, यो यसपल्टको नीति कार्यक्रम व्यवसाय केन्द्रित, औद्योगिक वातावरण केन्द्रित र युवा केन्द्रित छ। यसले राज्यको विकास निर्माणको काममा पूर्वाधारदेखि लगायत अन्य उत्पादनका काममा सार्वजनिक निजी साझेदारीलाई ठाउँ ठाउँमा यसले सम्बोधन गरेको छ। कृषि क्षेत्रमा, औद्योगिक क्षेत्रमा, उत्पादनको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा। हामी यो किन भन्दैछौँ भने अबको नेपालको निजी क्षेत्र हिजो 20 वर्ष अगाडिको जस्तो छैन। अबको निजी क्षेत्र एकदमै कम्पिटेन्ट छ, क्षमतावान छ। त्यसमा पनि
हाम्रो पछिल्लो जेनेरेसन जो गैर आवासीय नेपालीको रूपमा बाहिर बसेको छ त्यो पनि पर्याप्त मात्रामा लगानी गर्न सक्ने हैसियत बनाएको छ। त्यसैले अब हामीलाई कुनै द्विपक्षीय बहुपक्षीय सहयोगहरूले मात्रै हामी त्यताबाट मात्रै जान्छौँ कि भन्ने अवस्था छैन। हामी नेपालभित्र पनि निजी क्षेत्र बलियो भएर आएको छ, त्यसले लगानी गर्न सक्छ। बाह्य हिसाबले बसेको नेपालीहरू जसलाई हामी गैर आवासीय नेपाली भन्छौँ उनीहरू पनि लगानी गर्न सक्ने हैसियतमा बनेका छन्। अब यो नेपालीको लगानी जो विश्वभरि छ, नेपालीको पुँजी, त्यसलाई एकीकृत गर्ने हो भने आजका हाम्रा थुप्रै कामहरू सम्पन्न गर्न सक्छौँ। त्यसकारणले यो पब्लिक प्राइभेट पार्टनरसिप, सार्वजनिक निजी क्षेत्र साझेदारीको घोषणा यसपटक सरकारले विभिन्न ठाउँमा गरेको छ। अर्कोतिर यसले युवाहरूलाई फोकस गरेका छ। म धन्यवाद दिन्छु सरकारलाई कि हिजो मात्रै यो औद्योगिक व्यवसायी प्रतिष्ठानले 661 वटा फर्मलाई सूचीकृत गरेछ स्टार्टअप कर्जाको लागि। त्यसले 661 वटा व्यवसाय त चल्ने नै छन्। 661 वटा व्यवसायमा कमसेकम 2 जना 3 जना मात्रै रोजगार भयो भने पनि 2-4 हजार मान्छे त्यसमा रोजगार थपिने नै छन्। म सरकारलाई भन्न चाहन्छु आगामी वर्ष यो स्टार्टअप कर्जाको थैली पनि बढाउँ। यो 25 लाखको छ आज, यो कर्जाको थैली बढाउँ, कमसेकम 50 लाख बनाउँ। अथवा परियोजना अनुसार हेरौँ, कुनैलाई 1 करोड दिनुपर्ने छ भने दिउँ, कुनैलाई 50 लाख दिउँ। युवाहरूलाई कोही विदेशबाट फर्केर आएका छन्, सिप लिएर आएका छन्, दक्षता लिएर आएका छन्, उनीहरूले यहाँ काम गर्छन्। कोही यहीँ पढेका छन्, बाहिर जान चाहँदैनन्, यहीँ उनीहरूले व्यवसाय गर्छन्। त्यसकारणले यो स्टार्टअप फन्डमा, स्टार्टअप कर्जामा हामीले जोड दिन सक्यौँ भने हाम्रो जो प्रत्येक वर्ष झन्डै 5 लाख नेपाली युवा श्रम बजारमा आउँछन्, तिनीहरूले सम्मानजनक ढङ्गले व्यवसाय गर्छन्। जागिर खोज्ने मानसिकताबाट होइन, उद्यमी बन्ने मानसिकतामा युवाहरूलाई परिचालित गर्नुपर्छ भन्ने मलाई लाग्छ र यो नीति तथा कार्यक्रम त्यतातिर केन्द्रित भएका छ। अर्कोतिर कृषि प्रणालीको इकोसिस्टम, यो एउटा नयाँ शब्द पनि यसपटक आएको छ। कृषि प्रणालीको इकोसिस्टम, हामीले हिजो जसरी कृषिमा अनुदानहरू दिउँ, ठुलो मात्रामा कृषिको अनुदान राज्यको गएको छ, तर त्यसले कति प्रोडक्टिभिटी, त्यसको प्रोडक्टिभिटी के छ हामीले त्यसलाई राम्रोसित हेरेका छैनौँ। गएको त छ, पाउनेले पाएका छन् कि नपाउनेले पाएका छन् कि त्यो दुरुपयोग भएको छ कि के भएको छ, त्यो राम्रोसितले त्यसको समीक्षा भएको छैन। त्यसकारणले यसपटक सरकारले यो भूमि, कृषि सामग्री, बिमा, त्यस्तै गरिकन खरिद, उसले उत्पादन गरेका वस्तुहरूको खरिद लगायतलाई एउटा चेनभित्र राखेर इकोसिस्टम प्रणाली विकास गर्ने र त्यसले कुनै पनि व्यवसायी, कृषक, उसले उत्पादन गरेको वस्तुको बजार पाउँछ कि पाउँदैन भनेर चिन्तित हुनुपर्ने त्यो अवस्थाबाट मुक्त गरिदिनुपर्छ हामीले। तब मात्रै कृषिमा ठुलो परिवर्तन हुनसक्छ। मैले उत्पादन गरेको वस्तु बजारमा जान्छ, गएन भने मेरो अभिभावक सरकार छ, नजिकको सरकार स्थानीय छ, त्योभन्दा माथि अर्को प्रदेश छ, माथि केन्द्र छ, 3 तहको अभिभावक मसँग छ भनिसकेपछि त्यो कृषकले ढुक्कसितले आफ्नो उत्पादनमा जोड दिन सक्छ। त्यसले हाम्रो चाहिँ विदेशबाट आउनुपर्ने खाद्यान्न, फलफुल, माछा मासु लगायतका थुप्रै कुरामा व्यापार घाटालाई सन्तुलन पनि गर्न सक्छ। त्यसकारणले यो इकोसिस्टमको कुरा गरिरहेको छ। सहकारीको समस्या एकदमै गम्भीर समस्याको रूपमा आएको छ। हाम्रै प्रतिनिधि सभाका पनि कतिपय मान्य साथीहरू यस मामलामा छानबिनमै हुनुहुन्छ, कतिपय त फरार हुनुहुन्छ हैन। जहाँ गएर जतिसुकै भागे पनि आखिर आउनु त पर्ने नै छ। जो फरार हुनुहुन्छ मान्यजीहरू, म उहाँहरूलाई भन्न चाहन्छु कि किन भाग्ने, आउनुहोस्, अनुसन्धानको निम्ति सहयोग गर्नुहोस्, त्यो नै उपयुक्त कुरा हो। कतिपय मान्यजीहरू यसमा छानबिनको प्रक्रियामा हुनुहुन्छ, अनुसन्धानको प्रक्रियामा हुनुहुन्छ, अदालती कानुनी प्रक्रियामा हुनुहुन्छ। तर यो एउटा विकराल समस्याको रूपमा आएको छ जसले गर्दा 27,000 भन्दा बढी सहकारीमा सबै फटा छन् जस्तो भाष्य बनाउन खोजिँदैछ। सबै फटा छैन, केही फटा भए। त्यसले गर्दा सहकारी प्रतिको एउटा धारणा बिग्रिँदै गएको छ। त्यसैले यसपटकको नीति कार्यक्रममा सरकारले अब नियमन प्राधिकरण, सहकारी नियमन प्राधिकरण बनाउने जुन हाम्रो यही संसदबाट बनेको सर्वदलीय समिति, मान्य सूर्य थापाजीको संयोजकतामा बनेको समितिले सिफारिस गरे एउटा नियमन प्राधिकरण बनाउने भन्यो। म भन्न चाहन्छु सरकारलाई,
अब जो सहकारी पीडित हुनुहुन्छ उहाँहरूको बचत डुबेको छ, एक पैसा जम्मा गरेर त्यहाँ सहकारीमा राखिएको छ। सामान्य मानिसहरू, ती कुनै ठुला पुँजीपतिहरू होइनन्, सामान्य मानिसहरू, उनीहरूको बचत फिर्ता हुनुपर्छ। म भन्न चाहन्छु कि उनीहरूको बचत फिर्ता हुनुपर्छ। सरकारले यो नियमन प्राधिकरण बनाइसकेपछि अब बचत फिर्ता गर्ने प्रक्रियालाई अगाडि बढाउनुपर्छ। जहिले पनि सहकारी पीडित भनेर माइती घरमा नारा जुलुस लाउने स्थितिको अन्त्य गरिदिनुपर्छ। उहाँहरूको जति पनि बचत हो हिनामिना भएको छ त्यो फिर्ता गर्नुपर्छ। जसले हिनामिना गरेको छ तिनीहरूको सम्पत्ति जायज जथाबाट राज्यले त्यसलाई फिर्ता गर्ने व्यवस्था गर्नुपर्छ। जसले खाएको छ त्यसले नै तिर्ने हो, राज्यले सहजीकरण गर्ने हो। त्यसकारण यो नीति कार्यक्रममा यो कुरालाई पनि जोड दिएको छ, यो उचित छ भन्ने मलाई लाग्छ। अर्को कुरा सहमुख महोदय, हाम्रो देशको विकासको निम्ति हामीले महत्त्वपूर्ण पक्ष भनेको ऊर्जा, कृषि, पर्यटन, मानव संसाधन भनिरहेका छौँ। यसपटक सरकारले अब यो ऊर्जा विकास मार्गचित्र 2081 नै ल्याएको छ। 28,500 मेगावाट विद्युत उत्पादन गर्ने, त्यसको एउटा अधिकांश हिस्सा विदेशमा व्यापार गर्ने र देशभित्र खपत बढाउने। यो कुरा अत्यन्तै स्वागत योग्य छ, किनकि हाम्रो अर्थतन्त्र, खास गरिकन हाम्रो वैदेशिक व्यापारलाई सन्तुलनमा ल्याउने दुईवटा भाइब्रेन्ट सेक्टर भनेको विद्युत, ऊर्जा र पर्यटन नै हो। त्यसपछि सेवामूलक उद्योगहरू, यी तीनटा भनेको भाइब्रेन्ट सेक्टर हुन् जसले तत्कालै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, हाम्रो व्यापार घाटालाई सन्तुलनमा राख्न सकिन्छ। यसमा मेरो भनाइ यति मात्रै छ, यसमा हाम्रो बार्गेनिङ पावर कम नहोस्। हाम्रा छिमेकी मुलुकहरू जसले हामी विद्युत सप्लाई गर्छौँ, उहाँहरूलाई बेच्छौँ, उहाँहरूसँगको हाम्रो चाहिँ बार्गेनिङ क्षमता, मूल्य निर्धारण गर्ने बार्गेनिङ क्षमता कमजोर नहोस्। हामीले सस्तोमा दिनुपर्ने, महँगोमा किन्नुपर्ने जुन विगतको अवस्था छ यसलाई अन्त्य गर्नुपर्छ। बजारको मूल्य चल्तीको आधारमा नेपालले पनि मूल्य पाउनुपर्छ। हामीले किन्दा पनि उचित मूल्यमा किन्ने हो, दबाबमा मूल्य बढाएर किनेर अनि हामीले सस्तोमा बिजुली दिनुपर्छ। विद्युत प्राधिकरणले त्यसको व्यवहार बोक्नुपर्ने, सरकारले बोक्नुपर्ने स्थिति हुन्छ। त्यसैले यो स्थितिलाई अन्त्य गर्नको निम्ति यो जुन ऊर्जा विकास मार्गचित्र प्रदर्शन भएको छ यसको म स्वागत गर्न चाहन्छु र यसले पक्कै पनि देशभित्र लगानीको वातावरण बन्नेछ। आज पनि नेपालको निजी क्षेत्रले झन्डै 13-14 खरब लगानी विद्युतमा गरिरहेको छ, जसमध्ये 8-9 खरब त ब्याङ्कको छ, अरू पैसा व्यक्तिगत लगानी भएको छ, सरकारले लगानी गरेको छ। छिटोभन्दा छिटो हामी ट्रान्समिसन लाइनहरू बनाऊ, क्रस बोर्डर ट्रान्समिसन लाइन, इन्टरनल देशभित्रको डोमेस्टिक ट्रान्समिसन लाइन, अनि विद्युत खपतलाई पनि बढाउँदै लग्यौँ भने हाम्रो देशको एउटा आर्थिक विकासको आधारशिला बढ्न सक्छ भन्ने मलाई लाग्दछ। यो नीति तथा कार्यक्रमले त्यसमा जोड दिइरहेको छ। विश्वविद्यालय पढ्ने अथवा +2 गर्ने विद्यार्थीहरूलाई पढ्दै कमाउँदै पढ्दै कार्यक्रम कमसेकम हप्ताको 20 घण्टा भनेर ल्याएको छ। यो हप्ताको 20 घण्टाले उसको पढ्ने शैक्षिक क्रियाकलापको निम्ति उसलाई खर्च पुग्छ कि पुग्दैन, एकपटक हामी त्यसको विश्लेषण गरौँ। यदि पुग्दैन भने यो घण्टा बढाउन पनि सकिन्छ, बढाउँ र उनीहरूलाई आफ्नो अभिभावकबाट पैसा ल्याएर विश्वविद्यालय पढ्ने। यो नेपालमा मात्रै होला, विश्वका धेरै कम ठाउँमा छ जसले आफै कमाउँछन्, आफै पढ्छन्। यो प्रणालीलाई पनि लान खोजेको छ। शिक्षा स्वास्थ्यमा सरकारले उल्लेख्य रूपमा स्थान दिएको छ। खास गरिकन स्वास्थ्यमा यो बिमा थैलीलाई बढाउने, स्वास्थ्य बिमाको पुनर्संरचना गर्ने, स्वास्थ्य बिमालाई विस्तार गर्ने जस्ता कुरा यहाँ उल्लेख भएका छन्, जुन स्वागत योग्य कुरा हो। विद्यालय शिक्षा ऐनलाई ल्याउने साथै सरकारले यो बजेट अधिवेशन हुँदाहुँदै पनि 9वटा जति विधेयकहरू यही अधिवेशनबाट हामी अगाडि बढाउँछौँ भनेको छ। सरकार कानुन निर्माणमा पनि तदारुकता देखाइरहेका छ, हामीले पनि त्यसलाई स्वागत गर्नुपर्ने हुन्छ। शिक्षक ब्याङ्क यो असाध्यै महत्त्वपूर्ण कन्सेप्ट हो। यसले शिक्षकहरूलाई क्वालिटीका शिक्षकहरू आपूर्ति गर्ने कुरामा ध्यान दिनेछ। साथै एउटा अलिकति विवादास्पद र छलफलको निम्ति पनि आइरहेको कुरामा यो विद्यालयमा खास गरिकन यो संस्थागत विद्यालय र सार्वजनिक विद्यालयको सहकार्य मलाई लाग्छ कि यो सैद्धान्तिक हिसाबले गलत होइन। किनभने आज पनि हामी कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत
ब्याङ्कबाट, विद्यालय, निजी विद्यालयहरूबाट केही न केही सामाजिक उत्तरदायित्व फन्डमा उनीहरूले खर्च गर्नुपर्ने व्यवस्था गरेका छौँ। मान्य सदस्य म सकिहालेँ सभामुखज्यू। त्यसकारण यसको बरु कार्यविधि बनाऊ। यसले निजी क्षेत्रकोबाट चलेका संस्थागत विद्यालयहरूले पाएका अनुभवहरू सार्वजनिक विद्यालयमा स्थानान्तरण गर्ने, सार्वजनिक विद्यालयका अनुभवहरू संस्थागत विद्यालयमा स्थानान्तरण गर्ने। यो कुनै कन्सेप्चुअली यो गलत कुरा होइन। यसले कतै सार्वजनिक विद्यालयहरूलाई कमजोर बनाउँछ कि भन्ने जुन आशंका छ, त्यसकारण मैले भन्छु कि यसमा उचित र भरपर्दो कार्यविधि बनाएर हामी जाउँ भन्ने म राख्न चाहन्छु। अन्तिममा सभामुख महोदय, हामीले एउटा सन्तुलित र सही खालको वैदेशिक सम्बन्धलाई स्थापित गर्दै आएका छौँ। हालै मात्रै केही दिन अगाडि यो काश्मीरको पहलगाममा भएको दुर्घटनाले हाम्रो क्षेत्रीय सन्तुलनलाई, शान्तिलाई पनि खलबल ल्याउने हो कि भन्ने आशंका बढिरहेको छ। म यतातिर सिङ्गो संसदको पनि ध्यान आकर्षण गर्न चाहन्छु। सभामुख महोदय, हामी पञ्चशीलको सिद्धान्तमा, राष्ट्रिय हितमा, संयुक्त राष्ट्रसङ्घका बडापत्र अनुसार कुनै पनि मित्र राष्ट्रहरूसँग सम्बन्ध राख्छौँ। हामी छिमेकीहरूसँग हाम्रो पहिलो सम्बन्ध हुनेछ। चीनका विरुद्ध नेपालको भूमि प्रयोग हुने छैन। भारतका विरुद्ध नेपालको भूमि प्रयोग हुने छैन। यो हाम्रो स्ट्यान्डिङ पोजिसन हो, जोसुकै सरकारमा आए पनि। तर हालैका घटनाहरूले दक्षिण एसियाका दुईटा ठुला देशहरूको बीचको तनावले हाम्रो विश्व शान्ति साथसाथै क्षेत्रीय शान्तिको अवस्था पनि बिग्रिन्छ कि भन्ने चिन्ता हामीलाई लागिरहेको छ। हामी यसप्रति संवेदनशील हुनुपर्दछ। हामी भन्दछौँ, हामी दुवै देशहरूलाई, पाकिस्तानलाई, भारतलाई, तपाईँहरू बिचका समस्याहरू आपसी संवादबाट हल गर्नुहोस्, योभन्दा अर्को विकल्प छैन। हामी संयुक्त यो चाहिँ सार्कको, दक्षिण एसियाली सहयोग सङ्गठनको अध्यक्ष राष्ट्र पनि हौँ। आजको दिनमा अध्यक्ष राष्ट्र पनि हौँ। त्यसकारणले हामीले त्यो भूमिका पनि खेल्नु पर्दछ भन्ने कुरा म राख्न चाहन्छु। र जाँदा जाँदै व्यापार घाटालाई कम गर्ने, वस्तु र सेवाको निर्यातलाई बढाउने, रोजगारी सृजना गर्ने, पुँजीगत खर्च वृद्धि गर्ने अनि सुशासन प्रत्याभूति गर्ने कुरामा अझै जोड दिँदै अगाडि बढौँ। र यो नीति तथा कार्यक्रम संक्षिप्त, सूत्रबद्ध र प्राथमिकताहरू तोकेर आएको हुनाले यो आजको परिस्थिति अनुकूल छ। त्यसकारणले सम्पूर्ण मान्य सदस्यज्यूहरूबाट यसमा समर्थनको अपेक्षा गर्दै बिदा हुन्छु। धन्यवाद। माननीय सदस्य देवेन्द्र पौडेल, त्यसपछि माननीय सदस्य